विकासको कुरा जुन राख्नुभयो यो बारेमा प्रश्न के छ भन्नुहुन्छ भने हामीले यो माओवादीसँग झन्डै 1 वर्षभन्दा पनि बढी समय दिएर पार्टी एकताका निम्ति धेरै एउटा गम्भीर ढङ्गले सोचेर सच्चा क्रान्तिकारीहरूलाई कम्युनिस्टहरूलाई एकजुट बनाउने र विगतमा भएका कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्ने हिसाबले धेरै मिहिनेत गरियो, धेरै प्रयत्न गरियो। र यस बिचमा माओवादी नेतृत्वसँग कुराकानीहरू गर्दाखेरि अब हामी विगतका कमी कमजोरीलाई पनि सच्याउँदै हामी अगाडि बढ्छौँ भनेर उहाँहरूले हामीसँग भन्नुभयो। र साथै उहाँहरूले के पनि भन्नुभयो भने हामी संविधान निर्माणको प्रक्रियामा जाँदैनौँ, लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने दिशातिर हामी जाँदैनौँ, हामी संसदवादी संविधान बनाउने दिशातिर हामी जाँदैनौँ, हामी पुरानो पक्षगामी खालको संविधान बनाउने दिशातिर जाँदैनौँ भनेर हामीहरूलाई एक प्रकारले एउटा चाहिँ विश्वासमा लिने किसिमको कुराकानीहरू गर्नुभयो। सायद अब यो स्थितिले त भनिएको हामी अब सन्निकट बन्दै गइरहेका छौँ भन्ने खालको कुराहरू पनि भयो। त्यसै गरिकन कार्यदिशाको क्षेत्रमा पनि एउटा नयाँ जनवादी क्रान्तिको कार्यदिशा अझै पुरा भइरहेका छैन, यो दिशामा पनि गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने विषयमा पनि कुराकानीहरू भए। तर अन्ततः उहाँहरूले 25 गते बेलुकी अब हामीहरूलाई कुनै पनि थाहा नदिइकन जुन एउटा सहमति गर्नुभयो, त्यसबाट हामीले के बुझ्यौँ भन्नुहुन्छ भने उहाँहरूले त एउटा 2 जिब्रे नीति लिनुभएको रहेछ। अरू दलहरूसँग चाहिँ गएर सत्ताधारी दलहरूसँग गएर नेपाली कङ्ग्रेस र एमालेहरूसँग गएर हामी संविधान बनाउँछौँ भनेर कुराकानी गर्ने, अनि यतापट्टि आएर हामी संविधान त्यस खालको चाहिँ संविधान बनाउँदैनौँ भनेर हामीहरूसँग एकदम त्यस किसिमका कुराहरू गर्ने। यस कारणले यो के हो भनेदेखि दोहोरो जुन 2 जिब्रे नीति हो एकदम त्यो एउटा गलत खालको कुरा हो। र हामीले यस प्रश्नमा उहाँहरूले विश्वासघात त पनि गरेकै हो। हामी अलग भएर विश्वासघात गरेको हुनाले हामी थुप्रै कार्यकर्ता जनता यी सबैले एउटा पार्टी एकता गर्नुपर्छ भन्ने कुराहरूमाथि ध्यान दिएको हुनाले जनताको आग्रहलाई पनि र इमान्दार क्रान्तिकारी कार्यकर्ताहरू पनि आग्रहलाई ध्यानमा राखेर पार्टी एकता गर्नुपर्छ भन्ने कुराहरू जुन गर्दै आएका थियौँ, त्यसप्रति यो कलमले एउटा पक्षगामी कलमले हामी त नयाँ जनवादी क्रान्ति गर्नको निम्ति हामी युद्ध गएका हौँ। लास्टमा आइसकेपछि यस किसिमको एउटा पक्षगामी कलम र एउटा प्रतिक्रियावादी राजनीतिवादी जुन संविधान बनाउने प्रक्रियामा लाचाप भयो भने भयो, यो गम्भीर विश्वासघात हो। त्यस कारणले के हो भने अब यस स्थितिमा उहाँहरूसँग पार्टी एकता हुन सक्दैन कि यो कुरालाई हामीले स्पष्ट रूपमा हामीले अगाडि बढाएका छौँ। तर साथसाथै त्यहाँ माओवादी भित्र एउटा सच्चा क्रान्तिकारी कमरेडहरू पनि हुनुहुन्छ र उहाँहरूसँगको एउटा संवादको प्रक्रिया हामी फेरि हाम्रो अगाडि बढ्छ। तर नेतृत्वले एउटा विश्वासघात गरेको छ, धोका दिएको छ, त्यस कारणले हामीले नेतृत्वसँग त्यो तरिकाले हामी जाँदैनौँ। त्यस कारणले हामीले के भनेका छौँ भनेदेखि नेतृत्वसँग फेरि एकताको निम्ति त्यसरी जानु, प्रामाणिक तरिकाले जानु, यो पार्टीका लागि आन्दोलनका लागि एउटा घातक सिद्ध हुनेछ भनेर भनेका छौँ। त्यो त्यही हो भने घातक हुन्छ। यसबाट विश्वासघात गरेकाहरूलाई फेरि पनि सच्याएर प्रयत्न गरियो, फेरि अर्को दोस्रो विश्वासघात भयो। त्यस कारणले हामी गम्भीर बनेका छौँ भनेर भन्छु। त्यो प्रश्न त्यही हो। र जहाँसम्म दोस्रो कुरा यहाँ एउटा वैकल्पिक के हो